morning guys, welcome back to my vlog है. This is my first vlog but सुरुमै मैले भन्नाले चाहिँ सुरुमै मैले कुकिङको भ्लग बनाइराखेको है. यहाँ मासु बनाउँदैछु म. यहाँ प्याज काटिराखेको छु. अनि प्याज भन्नु पर्यो भने यहाँ मैले one टमाटर 2 चिली because I like spices. हैन एउटा टमाटर दुईटा खोर्सानी अनि त्यसपछि 4-5 वटा प्याजको पिसहरु हालेको. नट होल है छिलेको छु मैले यो. अनि चाहिँ सोचिराख्नु भयो होला मम्मीले बनाएर अहिले बिचबाट बनाउनु सुरु गरेको केटाले. तर मेरो मम्मी अहिले घरमा हुनुहुन्न. मम्मी भन्ने अहिले उता ठुमन्त जानु भएको छ. अनि मम्मीले पनि खानुहुन्न मासु चाहिँ. मैले मात्र खाने हो. ओके मैले मात्र only me because आज मन्डे भनिदिन्छु भोलि हुन्छ ट्युसडे सबैलाई थाहा. अनि ट्युसडे भनेपछि अब ट्युसडे मेरो मम्मीको छ व्रत. अनि त्यही भएर अब यो एक्चुअली मासु भने रातो भइसक्यो है. रोस्ट जस्तो बनाउने. त्यसपछि भएको जति सबै प्याजलाई खनाइदिउँ. यो प्याजलाई खनाइदिउँ प्याजलाई खनाइदिउँ. ल प्याज खनाइसकेको छु अब भने अब यसलाई एकैछिनलाई चलाउनु छ. प्याज भयो चलाउनु सुरु गर्ने एकैछिनलाई. कस्तो यसलाई एकैछिनसम्म भयो. प्याजलाई गोल्डन ब्राउन जस्तो हुन दिउँ है. यो अब प्याजलाई नि फ्राई until the onion fry until this is golden brown. अहिले यस्तो छ है. मासु भने पाकिसकेको छ पुरै फ्राई भुटिराखेँ मैले मासु. यसलाई झोल पनि हाल्ने. आई थिङ्क मेरो मम्मीले खाइसक्नु होला. यहाँ तरकारी पनि छ बिहानको. अलिकति साग, एक कटोरा दाल. बिहान रोटी नि बनाएको थिएँ. अनि अहिले भन्ने चाहिँ अब कुरो यस्तै हो. जित्ने नेपालले हो भनेर चाहिँ भन्दिनँ. अब नेपालको म्याच छ भोलि भने स्कुल पनि छ क्या. गाह्रो छ यार. भोलि भन्ने म्याच छ नेपालको. भोलि भन्ने फेरि स्कुल पनि छ. फेरि 9 गतेबाट प्रिभियरली छ यार गाइज. केटा हो 9 गतेबाट प्रिभियरली सुरुमा के छ भन्दाखेरि अलिरु ल सुरुमा भन्दा चाहिँ सुरुमा के छ त है. सुरुमा के छ हेर्ने हो. सुरुमा भने मेरो के छ भन्दाखेरि ब्याग छ. अब म देखाउँछु हजुरलाई रोक्नु है. यो चाहिँ यहाँ हेर्नुहोस्. सुरुमा भने 9 गते म्याथ. त्यसपछि साइन्स. त्यसपछि सामाजिक इङ्ग्लिस नेपाली एचए. अनि त्यसपछि हाम्रो गौरव हाम्रो भरतपुर भन्नाले एलसी. बिहानको 7 देखि 9 सम्म 2 घन्टाको हुन्छ हाम्रो इक्जाम चाहिँ होइन. अनि यो चाहिँ हाम्रो एडमिसन कार्ड हो बाइ द वे. अहिलेको लागि यति नै. अब मासु बन्दैछ. अब मासुहरू पनि त कस्तो भएछ. यहाँ पर भुटे. प्याज पनि वाउ नाइस. प्याज पनि रेडी. अब पालो भनेको यो हाल्ने. हाम्रो यो मिक्स बन्नको लागि चाहिँ हालिसक्यो. अब अलिकति पानी हालिदिने. वाउ नाइस. अनि चलाइदिउँ है. माई मदर होइन जस्ट केम है. अहिले पर भुट्नेले बनाएको. अनि अब बालिरहेको छ.
पालिरहेको छ हाम्रो मसलाहरू हाल्ने हाम्रो मेरो साथीको मसला आइसकेको छ सम्राट मसला मेरो साथीको नाम चाहिँ सम्राट हो है गाइस बाइ द वे मेरो साथीको नाम चाहिँ बाइ द वे सम्राट है सम्राट इफ यु आर वाचिङ दिस हेलो केटो त स्कुल किन आएको आज भने आज त स्कुल किन आएको भन् अनि चाहिँ छ होला यहाँ अलरेडी एउटा खोलेको मम खोलेको छैन आगे निस्केर यो दुइटा चाहिँ अब काम छैन किनभने खोलेको रहेछ है अहिले मैले यो हालिदिइसकेँ यहाँ यो धेरै हाल्दैन क्या पालिरहेको छ नुनको दिस अब हरायो त यार नुनै हरायो त यार गाइस अब नुनै हरायो यार 1 tablespoon of this salt goes right on there. Okay. And see besar भन्ने हाम्रो धेरै हाल्दैनौँ 1 2/0.5 भन्नाले आधीको नि आधी हाल्छौँ हामीले अनि अर्को मसला भनेको यो चाहिँ हाम्रो स्पेसल मसला मम्मी यो मसलाको नाम के रे जिरा धनियाको धुलो है पनि 1 र आधी चम्चा हाल्छौँ 1.5 स्पुन दुध अनि अब यसलाई भने मिक्स and then water added. Wow. Mix water. यसको झोल बनाउने हो बिकज मलाई भोलि हुन्छ मेरो खाजा आइसक्यो मैले मासुलाई बक्स दिएँ भने किनभने भोलि साथीहरूलाई पनि खाम्ला नि होइन Wait, there पानी अझै पानी मैले चाहिँ मासुलाई स्विमिङ पुल खेलाएको हजुरहरूले नखेला नि हुन्छ किनभने मेरोमा कुखुरा चैरिन आउँछ नि त हजुरहरूको आउँदैन के थाहा मेरोलाई आउँछ नि त त्यही भएर यहाँ तैरिरह है प्याज भने मैले 2टा हालेको थिएँ धेरै होइन बाइ द वे मैले प्याज 2टा मात्र काटेँ अनि हाम्रो मासु चाहिँ पुरै डुबिसकेको छ गाइज हाम्रो मासु भने डुब्यो मासु यम 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 गाइज गर्नु त दिस इज आवर मासु लुकिङ भेरी डिलिसियस क्यामेरामा नदेखि रियल लाइफमा छ हौ गाइस कस्तो नहेप्नु नि यार मलाई म सानो हो भन्दैमा हेप्ने होइन नि सेफ त फेरि सेफ हो नि म पनि होइन अब यसलाई छुट्नु पर्यो खोल्नु पर्यो पहिला भर्खर पपकर्न बनाउनु त मम्मीले आज भन्छ यहीँ हुनुपर्छ बेटा छोप्ने कुरो अब यसलाई छोपेर उम्लिन दिने ठ्याक्क पर्फेक्ट यस्तो उठाएर हेर्छ यहीँ हजुर फेरि टक्रक्के मम्मी हजुर के खाने ए मम्मीले चाहिँ खाइसक्नु भयो मम्मीले खाइसक्नु भयो ल गाइस हाम्रो मम्मीले चाहिँ खाइसक्नु भएको रहेछ
यार मम्मीले भ्याइसक्नु भएछ खाएर अब त्यसलाई एकैछिनसम्म उम्लिदिने होइन वान्स मोर सी हाम्रो यही रुटिन है केटा हो तर मेरो कस्तो घटा हेर्न यहाँ मेरो घटा नि यहाँ जन्मदर्तामा थाहा घटा नि यहाँ घटा यार कुर्दिम जस्तो भइरह कुर्दिम घटाउनु चाहिँ घटा अब मुनि गएर धनियाँ टिपेर ल्याउनु पर्यो है धनियाँ टिप्नु जानु पर्यो फेरि यहाँ त फेरि रातिमा नि दिन पारिदिन्छ नि हाम्रो लाइटले त फेरि हेर्ने हो कान्डामा हेर्ने हो हेर्नु नि त ऊ रातिमा नि उज्यालो पारिदिन्छ म फेरि यहाँ सेकेन्ड फ्लोरमा छु यहाँबाट वहाँसम्म उज्यालो पारिदिन्छ मोबाइलले नदेखेको है पार्न चाहिँ उतासम्म पार्दा ऊ यतासम्म यो एरियासम्म पार्छ है पार्न चाहिँ दिस इज माई डगी सुतिङ है अल्छीको पोको अब डाइरेक्ट मुनि भेट्छु है गाइस मान्छेहरूले चाहिँ एक्सपी फार्म बनाउँछ हाम्रो चाहिँ यहाँ धनियाँ फार्म छ अब धनियाँ टिप्नु पर्यो धनियाँ टिपाउँ पहिला यहाँ त कत्रो धेरै पा कत्रो ठुलो भए धनियाँ हाम्रो धनियाँ जस्तै मुनिबाट माटेर निकाल्ने है हाम्रोमा चाहिँ यहाँ नेचुरल धनियाँ मात्रै होइन हुन त अरू कति नि हरियो प्याजको त्यो पनि छ पातहरू त्यो पनि टिप्न त मिल्छ तर नटिप्नेमा धेरै त चाहिन्न है मलाई चाहिन त धनियाँ थोरै हो यति भए पुग्ला नि है यति भए पुग्छ भने त्यति मासुमा हाल्न अब यसलाई पहिला दुनिका अब यसलाई नुहाइदिनु पर्यो काला तेह्रमै वाउ नाइस रातै भए मासु पनि है वाउ ए काठ डुबाएको वाउ नाइस अब यसलाई राखिदिउँ अनि ग्यासले निभाइदिउँ अब यसलाई चप गर्नु पर्यो धनियाँलाई काट्नु पर्यो अब मेरो ग्यासलाई हाम्रो घरमा धेरै छक्को यसलाई धुवाएँ होइन धोएँ अब यसलाई काट्नु मम्मीले चाहना त दिनुहुन्थ्यो है फेरि मम्मी भने भोलि पर्छ अनि पछि नुहाइसक्नु भयो नखानु भन्नुभयो अब फेरि भोलि बिहान उठेर नुहाउनुहुन्छ अनि त्यो नुहाइदिएर चाहिँ म त्यो टाप्स लागिसकेको हुन्छु घरबाट पढ्नु जानुपर्छ या ट्युसन के भन्नु अब झन् एक्स्ट्रा नि पढाउन यो काटिसकेँ मैले धनियाँ अब हालौँ है किन हाल्ने हालौँ अब यहाँ मासु आउँछु देखेर मेरो आँखामा आँसु तिम्रो छोरी बगेसके नरिसाउ सासु वाउ नाइस माछाको ग्रेभी बना भन्दा कम त भएन मेरो मासु त्यस्तो यल्लो देखिँदा चाहिँ माछा अब यस्तै चाहिँ माथिबाट हाल्ने नट लाइक दिस यसरी कहिले हाल्ने न कसरी हाल्ने थाहा यहाँ क्यामेरा सेट यस्तरी लिने हातमा अनि त्यो चाहिँ यस्तै हाल्ने नि फेरि यस्तै गार्निस गर्ने कस्तो रे यस्तरी नत्र स्वादै आउनु क्या मलाई त फेरि मेरो मासु इज लुकिङ लाइक दिस मिक्स मासु एक तरफ झोल एक तरफ वाउ नाइस अनि अब यो चाहिँ मेरो भयो
अब नाउ आजको लागि चाहिँ यति नै अब जसलाई खान मन छ आउनु होला